17 चोटी कल गरिसके उठाउनु पर्दैन सरी के बेबी तिमी नराडी भन त तिमी अरु केटीसँग भेटेर आको हैन त्यस्तो देखेछ र खै तिम्रो फोन ल्याउ त चेक गरौँ म मेरो फोन तिमीलाई छुन दिन्छु जस्तो लाग्छ लागिहाल्छ नि किन नलाग्नु ल फोन खै त इन्स्टाग्रामहरु त सबै हटाएछौ त खै तिम्रो गुगल हिस्ट्री हेरौँ त मतलब वो अलग ही लेवल का बंदा था के हो यो बेबी यो त साथीलाई हिजो फोन ट्राई गर्दै थियो क्या नयाँ फोन हो नि त अनि के सर्च गरेछ क्या त्यस्तो के हैन चली के बेबी तिमीलाई थाहा छ त म त्यस्तो छैन भने किन त्यस्तो साथी बनाएको त नि कुन फोन हो यो बेबी फोटो राम्रो आउँछ आउँदैन त बेबी यसमा 50 मेगापिक्सलको एआई क्यामेरा छ क्या यो चाहिँ इन्फिनिक्सको नोट 60 प्रो भन्ने फोन हो अनि अहिले पब्जीहरु म यसबाटै खेलिरहेको हुन्छु किनभने यसको प्रोसेसर एकदम फास्ट छ क्या यसमा चाहिँ स्न्यापड्रागन 7 जेन 4 भन्ने छ अनि त्यसपछि ब्याट्री लाइफ पनि यसको दामी छ क्या 6500 mAh को ब्याट्री छ अनि पछाडी डिस्प्ले पनि छ क्या बेबी डिस्प्ले पनि छ यसमा भएको म्याट्रिक डिस्प्लेमा चाहिँ तिम्रो नोटिफिकेसन टाइम यताउता सबै हेर्नु जे कुल छ क्या यसलाई कस्टमाइज पनि गर्न मिल्यो जे कुल चाहिँ कुल छ क्या तिमी त्यसै रिसाउँछ म देखेँ अनि आई नो तिमी त्यस्तो छैनौ भनेर म त्यस्तो छु जस्तो लाग्छ तिमीलाई अनि बेबी तिमी यहाँ बेबी रे झन् बिहानदेखि त्यत्रो मेकअप गरिदिएको तिमी अरू केटीसँग डेट आउने के हो यस्तो पारा थाहा थियो तिमी यस्तै छौ भनेर आई क्यान्ट इमेजिन तिमीले मलाई चिट गर्न सक्छौ भनेर अनि तँलाई लाज लाग्दैन केटी भएर अर्को केटा हेर्नलाई तँलाई चाहिँ लाज लाग्दैन मेरो बोयफ्रेन्डसँग टाँसिन वा तिमीहरूले चिट गर्यो भने त मान्छेहरूले कसरी गर्न सक्छ के यस्तो धन्न मजा त्यस्तो छैन बेबी तिमी यहाँ कोसँग डेट बसिरहेको के तिमी डेटमा आएको यार म त डेटमा आएँ कोसँग तिमी यहाँ